हेलो नमस्कार, यहाँलाई स्वागत छ हाम्रो नेपाली किचनमा। आज हामी बनाउँदैछौँ घिरौला र भटमासको तरकारी। सबैजनाले हेरेर मन पराइदिनु होला। ल अब बनाउन सुरु गरौँ है त। मैले त्यसै गरी लिएको छु उसिनेको आलु, भटमास, घिरौला काटेर खुर्केर सफा गरी राखेको घिरौला। मैले चाहिँ 2-3 वटा लिए। मलाई धेरै मनपर्छ घिरौलाको तरकारी। हजुरहरूलाई मनपर्छ कि पर्दैन कमेन्ट गर्नु होला। त्यसै गरी मैले प्यान बसाले। प्यानमा तेल राखेर तेल पनि तातिसकेको छ। अब म यसमा भटमास राखेर भुट्छु, किनभने मैले भटमासलाई उसिनेको छैन। त्यसैले भटमासलाई अगाडिदेखि नै भुट्छौँ। यसलाई हामीले रातो हुने गरी भुट्नुपर्छ, मजाले पाक्ने गरी। यतिको भइसकेपछि 1 देखि 2 मिनट पकाएपछि हाम्रो भटमास राम्ररी पाकिसक्यो। अब हामी यसलाई एकचोटि फेरि मजाले चलाउँछौँ। तेल कति धेरै हालेको नभन्नु होला। भर्खर भटमास राख्दैछौँ। घिरौला पाक्नेसम्म हामीलाई यति तेल चाहिन्छ। हजुरहरूले कसरी पकाउनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला। हजुरहरूलाई कतिको मनपर्छ घिरौला त्यो पनि भन्नु होला। अब हाम्रो भटमास राम्ररी पाकिसक्यो। अब म सबै घिरौला यसमा राखेर ओर्काइ फर्काइ राम्ररी चलाउँछु। सबैलाई राखेँ मैले एकैचोटि। अब हामी यसलाई ओर्काइ फर्काइ गरेर मजाले चलाउँछौँ। यसलाई हामीले कम्तीमा पनि 1 देखि 2 मिनटसम्म मजाले चलाएर पाक्न दिनुपर्छ। घिरौलामा चाहिँ पानी राखेको राम्रो हुँदैन। त्यसैले मजाले चलाइ राम्रोसँग पकाउनु पर्छ। हजुरहरूले कसरी पकाउनुहुन्छ? म चाहिँ यसरी पकाउँछु। ल हेर्नुहोस् त, यसलाई मजाले मैले 1 मिनटसम्म मजाले ओर्काइ फर्काइ चलाएँ। यसरी चलाउँदा घिरौलाबाट पानी आउँछ। त्यसैले गर्दा पनि हामीलाई घिरौला पाकेर एकदम स्वादिलो लाग्छ हैन। अब हामीले यसलाई एकदम मजाले 1 देखि 2 मिनट छोपेर पकाउनु पर्छ। त्यसपछि घिरौलाबाट पानी आउन सुरु गर्छ। एकदम मजाले चलाएर मैले यसलाई छोपेँ। अब म सानो हिट पारेर यसलाई 1 देखि 2 मिनटसम्म मजाले छोपेर पाक्न दिन्छु। हाम्रो 2 मिनट भइसकेको छ। मैले अब ढक्कन निकालेँ। हेर्नुहोस् त, पानी आइरहेको छ। एकचोटि म राम्रोसँग चलाएर देखाउँछु हजुरलाई। छेउबाट अलिअलि गर्दै पानी निस्किँदैछ। अब यसलाई हामी एकचोटि मजाले चलाउँछौँ, चारैतिरबाट ओर्काइ फर्काइ गरेर, किनभने भटमास पनि नडरोस्, घिरौला पनि राम्रोसँग पाकोस् भनेर। हजुरहरूले कसरी पकाउनुहुन्छ? मेरो चाहिँ एकदम मिठो लाग्ने तरकारी। मासुभन्दा पनि बढी मलाई घिरौलै मनपर्छ। अब म यसमा बेसार राख्छु। मैले बेसार चाहिँ हजुरको 1 चम्चा राखेँ। अब मैले बेसार राखेर यसलाई एकचोटि राम्रोसँग चलाउँछु। म चाहिँ 1 चम्चा पुरै बेसार राखेको छु, किनभने मलाई अलिक पहेँलो देखिने तरकारी नै मनपर्छ। बेसार राखिसकेर मैले फेरि यसलाई एकचोटि मजाले छोप्दा पनि हजुर पानी आइरहेको हुन्छ। त्यही भएर त्यो पानी सुकुन्जेलसम्मलाई मजाले छोपेँ। हजुरहरूले पनि त्यसरी नै छोपी पकाउनु होला। मैले चाहिँ एकदम मजाले छोप्दै 2 मिनटसम्म पकाएँ, किनभने घिरौलाले एकदमै पानी निकाल्छ। यस्तो भइसकेको छ मेरो घिरौला, हेर्न सक्नुहुन्छ। अब म यसमा आलु राख्छु। आलु किन ढिला राख्यो भन्नु होला। मैले अघि नै भनेको थिएँ, मैले आलु उसिनेर लिएको हुँ, त्यसैले पछि राखेको हुँ। पाकिसकेको हुनाले आलु खुडिन्छ, त्यही भएर हो। यसलाई अब मजाले चलाउने, मसलासँग मोलिने गरी, बेसारसँग मोलिने गरी एकदम मजाले 1 देखि 2 मिनटसम्म मजाले चलाइसकेपछि लगभग हाम्रो घिरौलाको पानी पनि सुक्न आँटिसकेको छ। अब हामीले यसमा 1 चम्चा नुन राख्छौँ। हजुरहरूले स्वादअनुसार नुन राख्नु होला। हजुरहरूलाई कतिको नुन मनपर्छ? घिरौलामा चाहिँ नुन चर्को मिठो हुँदैन। मैले यसमा फेरि अलिकति नुन एड गरेँ, किनभने नुन ठिकै भएको खानेकुरा हामीलाई स्वाद लाग्छ। नुनले नै हो हाम्रो खानालाई इन्हान्स गरेर स्वाद दिने भनेकै। नुन बिनाको तरकारी त के तरकारी हो र, होइन? यसलाई अब मैले एकदम मजाले चलाउँछु, चारैतिरबाट एकदम मजाले पाक्न दिएर। अब म यसलाई एकछिन ढाकेर फेरि पकाउँछु, किनभने हाम्रो घिरौला राम्रोसँग पाकिसकेको छैन। नुन हालेपछि पनि फेरि पानी छोड्दैछ। हजुरहरूले हेर्न सक्नुहुन्छ, पानी निस्किरहेको छ। बबलहरू निस्केर माझमा उमिरहेको जस्तो देखिरहेको छ। मैले अब यसमा अदुवा लसुनको पेस्ट राख्छु। मैले अदुवा लसुनको पेस्ट र हरियो खोर्सानी एकै ठाउँमा मैले सिलौटीमा पिने हो, त्यही भएर अलिक छोक्रा जस्तो देखिएको छ। मलाई चाहिँ सिलौटीमा पिसेर हालेकै मनपर्छ र यसमा टेस्ट पनि इन्हान्स गर्ने भएर मैले सिलौटामा पिसेर हालेको छु। मैले हरियो खोर्सानी पनि यसमा पिनेर हालेको छु। मैले यसलाई मजाले चलाएर 1 देखि 2 मिनट पकाउँछु। त्यो हाम्रो पानी सुक्ने गरी हामीले पकाउनुपर्छ।
अब हाम्रो घिरौला पाक्दै पाक्दै छ, पानी सुक्दै गइरहेको छ। अब यसमा हामीले मसला एड गर्छौँ। त्यसमा चाहिँ मैले जिरा र धनिया पाउडर राखेँ, थोरै जिरा धनिया पाउडर राखेर म यसलाई एकदम मजाले चलाउँछु। मैले 1 चम्चा भन्दा राखेको छुइनँ, किनभने धेरै मसला भए पनि घिरौला मिठो हुँदैन। अब म यसलाई मजाले चलाउँछु। यसलाई चलाउँदै चलाउँदै एकदम मसला लाग्ने गरी पकाउनुपर्छ। यसलाई हामीले मजाले चलाइसक्यौँ। लगभग हाम्रो घिरौला पनि पाक्न आँटिसकेको जस्तो देखिरहेको छ, तर बबल आइरहेछ। यो के राखेँ भन्नु होला, यो चाहिँ मैले BMC करी, काश्मिरी करी सबैलाई पानीमा मिक्स गरेर ग्रेभी गराएको थिएँ, त्यहीलाई राखेको छु। 1 चम्चा 2 चम्चा राखेँ मैले। अब यसलाई एकदम मजाले चलाउने, धेरै हाल्यो भने टेस्ट नमिठो हुन्छ भनेर मैले 2 चम्चा मात्र राखेको छु। 2 चम्चा राखिसकेँ मैले। अब यसलाई म एकदम मजाले चलाएर छोप्दै एकछिन मजाले चलाएर पकाउँछु 2 मिनटसम्म, किनभने हाम्रो घिरौला त्यति राम्रोसँग पाकिसकेको छैन। 2 मिनट, किनभने मसलाको पनि टेस्ट आउनलाई हामीले एकदम मजाले पकाउनु पर्ने हुन्छ। अब मैले मसलालाई एकदम चलाइ ओल्काइ फर्काइ गरेर 2 मिनटसम्म पाक्नलाई छोडिदिन्छु। 2 मिनट भएर घिरौला लगभग पाकिसकेको छ। मैले यसमा चप गरेर राखेको टमाटर राख्छु। मैले चाहिँ 3वटा टमाटर काटेर राखेको थिएँ। अब मैले यसलाई छोप्छु, किनभने टमाटर पनि मजाले गलेर पाक्नुपर्ने हुन्छ। लगभग अझै पानी निस्किरहेको छ घिरौलाबाट। टमाटर राख्दा पनि फेरि पानी आइरहेको छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। अब म यसलाई ओर्काइ फर्काइ गरी टमाटर पाक्ने गरी मजाले पकाउँदै जान्छु। कति बेर लाग्छ, 1 देखि 2 मिनट हो, धेरै बेर लाग्दैन। सानो फ्लेम पारेर हजुरहरूले पकाउन सक्नुहुन्छ। हाम्रो टमाटर चाहिँ अलि गलेको जस्तो देखेन, त्यही भएर मैले पन्युले थिची अलिक पाक्ने गरी घुमाइ त्यसलाई थिचेँ, किनभने हामीले त्यसरी थिच्दा पनि हाम्रो टमाटर गल्ने गर्दछ। नगलेको हुनाले नभए नि टमाटरको टेस्ट आउँदैन, लेक्रा बस्यो भने मिठो लाग्दैन। अब मैले एकछिन छोपेँ, अब निकालेँ। हेर्नुहोस् त, हाम्रो घिरौला लगभग पाकिसकेको छ। कति राम्रो देखिएको छ, कलरमा हेर्दै खाउँ लाग्ने भएको छ। हामीले पकाएको घिरौला राम्रोसँग पाकिसकेको छ। अब म यसमा धनिया हालेर गार्निस गर्छु। मैले धनिया चाहिँ धेरै मसिनो हुने गरी चप गरेको छुइनँ, अलिक ठुल्ठुलो राखेको छु, किनभने ठुल्ठुलो हुँदा मुखमा आउँदा स्वाद आउँछ। अब म हजुरहरूलाई यो घिरौला प्लेटमा सर्भ गरेर देखाउँछु, बाउलमा सर्भ गर्छु। धनिया राखेर नि मैले एकचोटि मजाले चलाएँ, किनभने धनियाले पनि स्वाद इन्हान्स गरोस् भनेर। अब म यसलाई बाउलमा राखेर सर्भ गरेर देखाउँछु हजुरहरूलाई। हजुरहरूले नि यस्तै गरेर पकाउनुहोस्। हजुरहरूलाई हाम्रो रेसिपी कस्तो लाग्यो, लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नुहोला। यो पकाउँदा कुनै कमी कमजोरी भएमा कमेन्ट गर्नुहोला, हामी सुधार्ने कोसिस गर्नेछौँ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। र साथै हजुरहरूलाई यस्तै भिडियो हेर्न मन लागेमा हजुरहरूले माथि स्क्रिनमा आएको बटनलाई थिची हेर्न सक्नुहुनेछ। त्यसमा हामीले कटहरको रेसिपी र व्रत बस्दा खाने चोखो दालको रेसिपी राखेका छौँ, हेर्न नभुल्नुहोला। धन्यवाद।